एक्सिलेटर लिने अब यो यति फास्ट पनि हुन्छ यो होइन। अब कति साथीहरू, म माधव हुन्। आज चाहिँ म कृषि औजार कारखानामा आएको छु। यो धान रोप्ने मेसिन बनेको छ अरे कृषि औजार कारखाना भनेर त यसको बारेमा बुझ्नको लागि चाहिँ हामी कृषि औजार कारखानामा आएका छौँ। यहाँको डाइरेक्टर रितेश सरसँग म यो कृषि औजार भनौँ अथवा धान रोप्ने मेसिनको बारेमा सम्पूर्ण जानकारी लिने प्रयास गरिरहेको छु। यो चाहिँ हाम्रो अहिले हामीले यो नयाँ बनाएको चाहिँ यो इलेक्ट्रिक धान रोप्ने मेसिन हो। हजुर यसमा चाहिँ 24 भोल्टको ब्याट्री लागेछ। हजुर 24 भोल्ट 25 एम्पियर आवरको ब्याट्री लागेछ भने चाहिँ 24 भोल्ट 250 वाटको मोटर पनि छ। हजुर र यसलाई अब चार्ज गरेर चाहिँ हामीले लगभग यो चार्ज गर्नलाई लगभग हाम्रो 3 देखि 4 घन्टामा चार्ज हुन्छ भने अब हाम्रो अनुमानमा चाहिँ अहिले 3-3.5 घन्टा चाहिँ मजाले एक चार्जमा चल्ने हुन्छ यो चाहिँ होइन। अब सबभन्दा राम्रो पक्ष चाहिँ के हो भन्दाखेरि मेसिनको चाहिँ अहिले बजारमा जति पनि तपाईँलाई धान रोप्ने मेसिन छ त्यो चाइनाबाट आउने चाहिँ त्यसमा चाहिँ अब बेड सिस्टम छ। बेडमा बनाएर चाहिँ बेडमा बिउ राखेर त्यसलाई हुर्काएर अनि बेड सहित त्यो मेसिनमा राख्नुपर्ने हुन्छ होइन। तर हाम्रो मेसिनमा चाहिँ हाम्रो बिउ उखाल्ने जस्तै अहिले नेपालमा अहिले जति पनि किसान छ सबैले उखालेर चाहिँ रोप्ने गर्छन्। त्यो उखालेर बिउ चाहिँ मुठा मुठा चाहिँ यसमै राख्ने राखेर चाहिँ अनि यसले चाहिँ मजाले रोप्ने काम गर्छ। र यसलाई चाहिँ अब हामीले यहाँबाट अहिले यो मेसिन चाहिँ हामीले यसरी फिट गरेर चाहिँ जहाँ पनि पठाउन सकिन्छ। र यसलाई मेसिनलाई अन गर्नु पऱ्यो भने यसको की यहाँ छ, यसलाई अन गऱ्यो भने यहाँ अन भयो। र यसमा ब्याट्री कति छ चार्ज, ब्याट्री कति चार्ज छ त्यो पनि देखाउँछ यहाँबाट यसरी। जस्तै अहिले 5 पोल छ, अब ब्याट्री ड्रेन हुँदै गयो भने पोल पनि घट्छ। र यो चाहिँ यसको एक्सिलेटर भयो। अब यसरी समात्ने बिउ राख्ने यसमा होइन। बिउ राखेर चाहिँ हामीले दुवैतिर अब जति छ बिउ राख्दै जाने। अब डिलमा चाहिँ बिउ पनि राखेर भयो, छेउछेउमा गएर लिए पनि भयो होइन। अनि सुरुमा यसलाई पुरै फिल गरेर अनि त्यहाँ अन गरिसकेपछि चाहिँ हामीले चाहिँ यसलाई यसरी चलाउनुपर्छ। अनि यो चलाउँदाखेरि के हुन्छ भन्दाखेरि बिउले माथिबाट आउँदाखेरि सर तल आउँछ। एउटा बिउ चाहिँ लिएर दुईवटादेखि 3वटा बिउ चाहिँ लिएर चाहिँ सिधै यसले चाहिँ तल रोप्ने गर्छ। त्यहाँ चाहिँ त्यहाँ त्यसको काम छ। यसरी चाहिँ यो मेसिनले काम गर्छ। त्यो अनुसार हामी हिँड्न पनि पर्यो होइन। यो अनुसार अब आफूलाई कस्तो भन्दाखेरि स्कुटी चलाए जस्तै हो न त होइन। अब एक्सिलेटर लिने अब यो यति फास्ट पनि हुन्छ यो होइन। अब कति आफूलाई कम्फर्टेबल हुन्छ होइन, कम्फर्टेबल कति हुन्छ त्यो अनुसार चाहिँ हामीले सर तान्दै जाने अनि अब जति स्पिडमा हिँड्न सकिन्छ त्यही अनुसार त्यही रेन्जमा चाहिँ हामीले एक्सिलेटर बनाउनु त्यही रेन्जमा बनाउने। अब यो यसलाई अब चार्जर पनि आउँछ। हजुर हजुर हामीले यसमा चार्जर सहित दिन्छौँ। हजुर हजुर सबै कुरा दिन्छौँ। अब यो चाहिँ यो हाम्रो यो फर्स्ट मोडल हो। यो चाहिँ यसपालि हामीले यो 2टा रो मात्र बनाएको छौँ। हजुर हजुर 2टा रो मात्र बनाएको छौँ। अब आउने अर्को धान रोप्ने सिजनमा चाहिँ अझै 3-4 रो बनाउँछौँ। तर यो पहिलो परीक्षण गरेर चाहिँ अब किसानसँग चाहिँ यसको फिडब्याक लिएर चाहिँ कस्तो के हुन्छ भनेर चाहिँ हामी बुझेर चाहिँ अझै यसलाई राम्रो गर्छौँ। हाम्रो योजना चाहिँ हो। ल रितेश सरलाई धेरै धेरै धन्यवाद। यो धान रोप्ने मेसिन पहिलोचोटि नेपालमा कृषि औजार कारखानामा बनेको छ र हामी नेपालीले पनि नेपालमै बनेको कृषि औजार प्रयोग गर्न पाउँदा हामी अत्यन्तै खुसी छौँ। यसको फिडब्याकको बारेमा अर्को भिडियोमा तपाईँहरूलाई बताउनेछु। हस् त, नमस्ते, धन्यवाद।